जामुनखाडी सिमसार क्षेत्र पर्यटकीय क्षेत्रमा छु। चाहिँ हाम्रो कन्काई नगरपालिका वार्ड नम्बर 2 मा अवस्थित छ। ठुलो क्षेत्रमा फैलिएको ताल चाहिँ जानवरहरू राखेको मिनी जू, बच्चाहरू खेल्ने चाहिँ स्पेस, त्यस्तै पिकनिक स्पट लगायत धेरै चिजहरू छ। यहाँ चाहिँ बोटिङ, वाटर साइक्लिङ लगायत सम्पूर्ण मनोरञ्जनका एक्टिभिटिजहरू गर्न पाइन्छ। भव्य रूपमा आउने गर्नुपर्छ पर्यटकहरू पनि देख्न सक्नुहुन्छ। ताल धेरै ठुलो ताल छ, म देखाउँदैछु। धेरै ठुलो पोखरी छ। यो पोखरीमा चाहिँ तपाईँको बोटिङ भयो, वाटर साइक्लिङ अहिले नयाँ थप्नु भएको छ उहाँहरूले। माछा पालन पनि छ। एकदमै झापामा उत्कृष्ट। यो त्यो पनि नेचुरल भएकोले गर्दाखेरि यसको राम्रो डिमान्ड छ भनौँ न। अहिले मान्छेहरू सिजनमा त यहाँ तपाईँको स्पेसै ठाउँै त्यति भिड हुन्छ। त्यस्तै ओरिजिनल्ली नेचुरल भएको कारणले गर्दाखेरि अरूतिर रिक्वायरमेन्ट पार्कहरू चाहिँ अब आर्टिफिसियल बनाएको हुन्छ। यहाँ चाहिँ यो प्योर नेचर, यो सिमसार हो, अटोमेटिक सेयर आउँछ। यो सिमसार हो, सिमसारबाट पैदा भएको ताल हो। जस्तै पोखरी हो, ठुलो छ। यहाँ बोटिङ भयो, वाटर साइक्लिङ लगायतका सम्पूर्ण एक्टिभिटिज गर्न पाइन्छ। सामुदायिक वन उपभोक्ता वन समितिले नै यसलाई सञ्चालन गरेको छ। वाटर हजुर नमस्कार है। बोट भयो, चाहिँ यो चाहिँ पनि मसिनले चल्ने बोट हो। त्यही अहिले उहाँहरूले वाटर साइकल ल्याउनु भएको छ। यो चाहिँ साइकल हो। यो चाहिँ साइकल चलाए जस्तै पेडलिङ गर्दाखेरि चाहिँ यो एकदम हल्का राम्रो। यो चाहिँ ट्रायलको लागि हो। त्यस्तै अर्को बोट पनि छ, पेडल बोट। पर हाम्रो शिवजीको मूर्ति राखिएको छ यस्तो ठुलो। आई लभ जामुनखाडी। त्यस्तै त्यहाँ झोलुङ्गे पुल पनि छ। यहाँ झोलुङ्गे पुल भयो। त्यस्तै